के तपाईलाई थाहा छ तपाईको भेलोसिटी पनि 0 हुन सक्छ? यो सुन्दा अचम्म लाग्छ, तर किन हुन्छ आज हामी सिक्ने छौं सिम्पल र साइन्टिफिक वेमा। हेलो फ्रेन्ड्स, यो हो ज्याक्सवाल एजुकेसन जहाँ साइन्स हुन्छ सिम्पल। आजको टपिक हो स्पिड एन्ड भेलोसिटी। स्पिड भनेको के हो? हामीले आफ्नो जीवनमा स्पिड स्पिड भनेर वर्ड सुनिरहेको हुन्छ। साइन्समा बुझौं, स्पिड भनेको यदि कुनै पनि बडीले कुनै पनि डाइरेक्सनमा डिस्टेन्स कभर गर्दा त्यो टाइमसँग कम्पेयर गरिदिन्छ भने त्यही नै स्पिड हो। यसलाई जेनरल वर्डमा डिफाइन गर्दाखेरि के भन्न सक्छ भने डिस्टेन्स कभर बाइ अ बडी पर युनिट टाइम इज कल्ड स्पिड। स्पिड स्केलर क्वान्टिटी हो, त्यस कारणले गर्दा यससँग म्याग्निट्युड मात्रै हुन्छ, डाइरेक्सन हुँदैन। यसको भ्यालु जहिले पनि पोजिटिभ हुन्छ। अनि यसको फर्मुला भनेको स्पिड इज इक्वल टु डिस्टेन्स बाई टाइम टेकन हो, त्यस कारणले गर्दा यसको युनिट मिटर पर सेकेन्ड हुन जान्छ। ल बोर्डमा के लेखेको छ यसो बुझौं। स्पिड डिस्टेन्स कभर बाइ अ बडी पर युनिट टाइम इज कल्ड स्पिड। इट इज अ स्केलर क्वान्टिटी व्हिच हैज ओन्ली मैग्निट्यूड नट डाइरेक्सन। भ्यालु अफ स्पिड इज अलवेज पोजिटिभ। फर्मुला अफ स्पिड हामी डिस्टेन्सबाट निकाल्न सक्छौं, यहाँबाट डेफिनेसनबाट यसको फर्मुला निकाल्न सक्छौं। डिस्टेन्स कभर बाइ अ बडी पर युनिट टाइम। एउटा कुरा याद राख्नु तपाईले, यदि हामीले नुमेरेटर र डिनोमिनेटर लाइन यदि युज भइरहेको छ, त्यसलाई सेपरेट गरिरहेको छ भने साइन्समा त्यसलाई पर भन्ने गर्छ। पर नुमेरेटर र डिनोमिनेटर सेपरेटिङ लाइनलाई। त्यस कारणले गर्दा यसलाई हामीले म्याथमेटिकली डिफाइन गर्दाखेरि के डिफाइन गर्न सक्छ? डिस्टेन्स कभर पर टाइम टेकन इज कल्ड स्पिड। अनि डिस्टेन्सको एसआई युनिट हामीलाई थाहा छ, डिस्टेन्सको युनिट के हो? मिटर हो। टाइमको एसआई युनिट के हो? सेकेन्ड हो। त्यस कारणले गर्दा यसको एसआई युनिट के भयो? मिटर पर सेकेन्ड। तर यसको अरु पनि युनिट हुन्छ, किलोमिटर पर आवर हुन्छ, किलोमिटर पर मिनेट हुन्छ, माइल पर आवर हुन्छ। अनि स्पिडले जहिले पनि बडी कति फास्ट मुभ गरिरहेछ त्यो बताउँछ। अनि एभरेज स्पिड, एभरेज भनेको थाहा छ, एभरेज भनेको औसत हो। औसत भनेको एउटा डिस्टेन्सले त निस्किँदैन, धेरै डिस्टेन्स चाहियो। यदि कुनै बडी डिफरेन्ट डाइरेक्सनमा घुमिरहेको छ अनि डिफरेन्ट टाइम कभर गरिरहेछ पर्टिकुलर डिस्टेन्समा जर्नीमा, त्यसलाई हामी सबै त्यसको डिस्टेन्सलाई जोड्दिने अनि त्यसको टाइमलाई पनि जोड्दिने, डिस्टेन्स टोटल डिस्टेन्स बाइ टोटल टाइम गरिदिन्छौँ भने त्यो एभरेज स्पिड भइहाल्छ। जस्तै टोटल डिस्टेन्स कभर बाइ यो बडी पर टोटल टाइम टेकन इज कल्ड एभरेज स्पिड। अनि यो यसको सर्टकट सिम्बोलिक फर्म भनेको एभीजी यस इज इक्वल टु सिग्मा डी। सिग्मा भनेको सम अफ टोटल डिस्टेन्स हो, त्यस्तै गरी सिग्मा टी सम अफ टोटल टाइम हो। अनि यो ध्यान दिनुपर्छ, स्पिड गिव्स हाउ फास्ट अ बडी इज मुभिङ। यसले डाइरेक्सनको कुरा गरेको छैन, बडी कति रफ्तारमा हिँडिरहेको छ वा घुमिरहेको छ त्यो मात्रै डिफाइन गर्छ स्पिडले। भेलोसिटी, भेलोसिटी भनेको के हो? भेलोसिटी भनेको यदि कुनै पनि बडीले डिस्प्लेसमेन्ट पर्टिकुलर टाइममा कभर गर्छ त्यसलाई हामी भेलोसिटी भन्छौं। भेलोसिटी यो एउटा भेक्टर क्वान्टिटी हो जोसँग म्याग्निट्युड र डाइरेक्सन दुईटै हुन्छ। यसको भ्यालु कन्डिसन अनुसार पोजिटिभ पनि हुन्छ, नेगेटिभ पनि हुन्छ र 0 पनि हुन सक्छ। अनि यो जहिले पनि बडी कति फास्ट घुमिरहेको छ अनि कुन डाइरेक्सनमा गइरहेको छ त्यो कुरालाई यसले डिफाइन गर्छ। र भेलोसिटीले मात्रै बडीको स्पिड होइन डाइरेक्सनलाई पनि कन्सिडर गर्छ। र बोर्डमा के लेखेको छ यसो पढौं। भेलोसिटी डिस्प्लेसमेन्ट कभर बाइ अ बडी पर युनिट टाइम, टाइम अनुसार डिस्प्लेसमेन्ट कभर गरेको छ भने त्यसलाई हामी भेलोसिटी भन्छौं। यो भेक्टर क्वान्टिटी हो। यसलाई याद गर्ने तरिका कसरी याद गर्न सकिन्छ भने हामी स्पिड पढेको, स्पिड एस बाट स्टार्ट हुन्छ, यो स्केलर क्वान्टिटी हो। त्यस्तै गरी भेलोसिटी भी बाट स्टार्ट हुन्छ, यो भेक्टर क्वान्टिटी हो। भी बाट भेलोसिटी, भी बाट भेक्टर, एस बाट स्पिड, एस बाट स्केलर। ल त्यसपछि म्याग्निट्युड भनेको बडीको न्युमेरिक भ्यालु वा कन्स्ट्यान्ट भ्यालु वा नम्बरिङलाई हामी म्याग्निट्युड भन्ने गर्छौं। ल यसको भ्यालु पोजिटिभ पनि हुन्छ, नेगेटिभ पनि हुन्छ, 0 पनि हुन्छ। यसको भ्यालु कन्डिसनमा डिपेन्ड हुन्छ, बडी कुन डाइरेक्सनमा मुभ गरिरहेको छ अनि त्यसपछि मात्र यसको भ्यालु आउँछ। यसको फर्मुला के हो भने डेफिनेसनबाट नै आउँछ। भेलोसिटीको फर्मुला
के हो भने डिस्प्लेसमेन्ट बाई टाइम टेकन, जुन हामी डिफिनेसनबाट अब्टेन गर्न सक्छौँ र यो फर्मुलाबाट पनि हामी भेलोसिटीलाई डिफाइन गर्न सक्छौँ। तपाईलाई थाहा छ माथिको कम्पोनेन्ट जहिले पनि न्युमेरेटर हुन्छ, तलको डिनोमिनेटर हुन्छ। यो न्युमेरेटर र डिनोमिनेटर सेपरेटिङ लाइनलाई हामी साइन्समा पर भन्ने गर्छौँ। त्यस कारणले गर्दा यसको डिफिनेसन कसरी लेख्न सकिन्छ भने डिस्प्लेसमेन्ट पर टाइम टेकन इज कल्ड भेलोसिटी। त्यस्तै गरी यसको सिम्बोलिक फर्म v इजिकल टु s बाई t हो। अब यसमा हामीले के यसलाई अझै राम्रो बनाउन सक्छ भने v को माथि डाइरेक्सन हालिदिन्छौँ, डिस्प्लेसमेन्टको माथि पनि डाइरेक्सन हाल्नुपर्छ। यसले के जनाउँछ भने योहरूले भेलोसिटी कुन डाइरेक्सनमा गइरहेछ, डिस्प्लेसमेन्ट कुन डाइरेक्सनमा कभर गरेको छ भन्ने यसले जनाउँछ। अब यसको एसआई युनिट जानु, डिस्प्लेसमेन्ट लेन्थ भएको कारणले गर्दा यसको एसआई युनिट मिटर हुन्छ। टाइमको एसआई युनिट थाहै छ, सेकेन्ड हो। अनि यो दुईटै सेपरेटिङ लाइनलाई हामी पर भन्यो, त्यसो भए यसको एसआई युनिट के भइहाल्यो, मिटर पर सेकेन्ड भयो। त्यस्तै गरी अरू पनि यसको युनिट हुन्छ, जस्तै किलोमिटर पर आवर हुन्छ, किलोमिटर पर मिनट हुन्छ, माइल पर आवर हुन्छ। यिनीहरू भेलोसिटीको अदर युनिट हुन्। त्यसपछि भेलोसिटी मैले अघि नै भनेको थिएँ तपाईहरुलाई, भेलोसिटी जहिले पनि बडी कति फास्ट घुमिरहेको छ र कुन डाइरेक्सनमा घुमिरहेको छ, फिक्स डाइरेक्सन यसले डिफाइन गर्छ। त्यसैले हाम्रो जीवनको उद्देश्य पनि भेलोसिटी जस्तै हुनुपर्छ, स्पिड जस्तै मात्रै भएर हुँदैन। स्पिडले मात्रै के जनाउँछ भने फास्ट मुभिङ जनाइरहेको छ, तर भेलोसिटीले के जनाइरहेछ, फास्ट मुभिङ विथ डाइरेक्सन। यसको मतलब भनेको यदि हामीले जीवनमा लक्ष्य राखिरहेको छौँ तर त्यो लक्ष्यको प्याटर्न छैन भने त्यो लक्ष्यलाई हामी सजिलो तरिकाले हासिल गर्न सक्दैनौँ। त्यस कारणले गर्दा आजदेखि हामीले त्यो लक्ष्य राख्ने बित्तिकै त्यससँग प्याटर्न पनि के गर्नु पर्यो, त्यो बनाउनु पर्यो। त्यो प्याटर्न र फर्मेट थाहा भएपछि हामीले सजिलै तरिकाले र छोटो समयमा आफ्नो सफलतालाई हात पार्न सक्छौँ। भेलोसिटी जस्तै डाइरेक्सन भएको व्यक्ति जहिले पनि गोललाई एचिभ गर्छ। ल यदि कुनै पनि बडीको इनिसियल र फाइनल पोजिसन सेम बन्छ भने डिस्प्लेसमेन्ट जिरो हुन्छ। डिस्प्लेसमेन्ट जिरो भएपछि भेलोसिटी पनि जिरो हुन्छ, किनभने भेलोसिटी डाइरेक्टली डिस्प्लेसमेन्टमा डिपेन्ड छ। यदि डिस्प्लेसमेन्ट जिरो छ भने भेलोसिटी पनि जिरो हुन्छ। यो कति बेला हुन्छ हाम्रो बडीको भेलोसिटी जिरो, जब बडीले कुनै पनि डिस्प्लेसमेन्ट कभर गरिरहेको छ, त्यसको इनिसियल र फाइनल पोजिसन सेम छ, त्यो कन्डिसनमा बडीको भेलोसिटी जिरो हुन्छ। ल एभरेज भेलोसिटी, एभरेज भनेको थाहै छ तपाईहरुलाई, औसत हो। अब औसत भनेको एउटा डाटाले त निस्किँदैन, त्यसको लागि दुईवटा तीनवटा डाटा चाहियो। त्यस्तै गरी भेलोसिटी भनेको डिस्प्लेसमेन्ट र टाइममा डिपेन्ड छ, त्यस कारणले गर्दा दुई तीनवटा डिस्प्लेसमेन्ट वा दुई तीनवटा टाइम तिनीहरूलाई सम गरेर र डिस्प्लेसमेन्टलाई सम गरिदिने, टाइमलाई सम गरिदिने अनि त्यसलाई डिभाइड गरिदिन्छ भने एभरेज भेलोसिटी आउँछ। त्यस कारणले गर्दा यसको डिफिनेसन के भइहाल्यो, टोटल डिस्प्लेसमेन्ट पर टोटल टाइम। यसको सिम्बोलिक फर्म के भयो, एबीजी, v इज इक्वल टु सिग्मा s बाई सिग्मा t हो। सिग्मा के जनाउँछ भने सम जनाउँछ। अब कसको सम, डिस्प्लेसमेन्टको सम, कसको सम, टाइमको सम। यो दुईटैको रेसियोलाई नै हामीले एभरेज भेलोसिटी भन्छ। यो जेनरल एभरेज भेलोसिटी भयो बडीको। यदि बडी युनिफर्म मोसनमा छ त्यति बेला एभरेज भेलोसिटी अर्कै तरिकाले हामी डिफाइन गर्छौँ, जुन यस प्रकारको छ। यदि अर्थमेटिक मिन अफ इनिसियल एन्ड फाइनल भेलोसिटी अफ अ बडी इज कल्ड एभरेज भेलोसिटी। यसमा दुईवटा टर्म बुझ्नु पर्ने छ, एउटा इनिसियल छ, अर्को फाइनल छ। यदि कुनै पनि बडी स्टार्टिङ पोइन्टमा कति स्पिडले घुमिरहेको छ वा कति भेलोसिटीले ट्राभल गरिरहेको छ त्यसलाई हामी इनिसियल भेलोसिटी भन्छौँ। इनिसियल भेलोसिटीको मिनिङ भनेको स्टार्टिङ भेलोसिटी हो। लास्टमा बडीको भेलोसिटी कति भयो त्यसलाई हामी फाइनल भेलोसिटी भन्छौँ। अर्थमेटिक मिन भएको कारणले गर्दा यसमा दुईवटा नम्बर छ, एउटा इनिसियल छ, अर्को फाइनल छ। त्यस कारणले गर्दा यसको फर्मुला के भइहाल्यो भने इनिसियल भेलोसिटी प्लस फाइनल भेलोसिटी बाई 2 भयो। यसको सिम्बोलिक फर्म u प्लस v बाई 2। यसलाई सर्टकट तरिकाले कसरी याद गर्न सकिन्छ, अल्फाबेटमा अगाडि u आउँछ, त्यसपछि v आउँछ, त्यस्तै गरी अगाडि स्टार्टिङ भेलोसिटी आउँछ, त्यसपछि फाइनल भेलोसिटी आउँछ। स्पिड र भेलोसिटीलाई 1 मिनेटमा बुझौँ। स्पिड, डिस्टेन्स पर टाइम, दैट इज s इज इक्वल टु d बाई t। भेलोसिटी, डिस्प्लेसमेन्ट पर टाइम, दैट इज v is equal to s by t. Speed is scalar quantity which has only magnitude. Velocity is vector quantity which has both magnitude and direction. Value of speed is always positive. Value of velocity can be positive, negative or zero. It depends on direction or condition of the body, moving body. Speed always gives how fast a body is moving. Velocity gives how fast a body is moving with direction. Both SI unit is meter per second. Golden rule. Speed is always greater or is equal to the velocity.
यसको मतलब के हो भने स्पिडको भ्यालु जहिले पनि भेलोसिटी भन्दा बढी हुन्छ र बराबर हुन सक्छ। बराबर कुन कन्डिसनमा हुन्छ? यदि बडी स्ट्रेट लाइन मोसनमा छ भने त्यति बेला स्पिड र भेलोसिटीको भ्यालु सेम हुन्छ। स्पिड भ्यालु नेभर नेगेटिभ, स्पिडको भ्यालु कहिले पनि नेगेटिभ हुँदैन। यदि बडीको इनिसियल र फाइनल पोजिसन सेम छ त्यसपछि डिस्प्लेसमेन्ट 0 हुन्छ, डिस्प्लेसमेन्ट 0 भएपछि भेलोसिटी पनि 0 हुन्छ। आजको टपिक सिम्पल भयो हैन? यदि भिडियो मन परेमा लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौला अर्को रोचक टपिकसँग।